हेलो गुड मर्निङ हजुर सम्पूर्णलाई मेरो ब्लगमा स्वागत गर्दै आज चाहिँ म अब चाहिँ हामी दुईटा गाडी लोड भएर हिँडेको यसमा चाहिँ सामान नै सामान छ है अनि मेरोमा चाहिँ मान्छे मात्रै चढ्छ यसमा चाहिँ चढ्नु थाल्यो अनि सन्दकपुरको के कस्तो छ त्यो चाहिँ तपाईँहरूको वेदर एकदमै दामी छ हेर्नुहोस् होला है हिँडेर है कञ्चनजङ्घा खुलिरहेको छ अहिले चाहिँ हाम्रो गेस्टहरू चाहिँ यहाँ कालापोखरीमा सायद छिन् अनि हामी यहाँबाट चाहिँ सिधै फेरि सन्दकपुरमा लन्च गरेर चाहिँ थोकुम जाने हो सन्दकपुरको वेदर चाहिँ दामी भइरहेको छ यहाँनिर सन्दकपुर शेर्पा च्यालेट होटल देखिरहेको छ यहाँ गेस्टहरू सबैजना यहाँनिर फोटो खिच्दैछ मसँग होइन एटा छ एटा थ्याङ्क यू सन्दकपुरदेखि चाहिँ यत्तिको भइरहेको छ आज पनि वेदर चाहिँ हो गेस्टहरू सब यहाँनिर यस्तो हेर्दै बसिरहेको छ कञ्चनजङ्घा अनि हामी चाहिँ अब लन्च गरेर चाहिँ फेरि त्यहाँ थोकुम भ्याली जाने हो यहाँनिर यो जग्गामा चाहिँ हामी जाने अब अहिले चाहिँ हामी यहाँनिर थोकुम भ्याली आइपुगिरहेको छु बेलुकाको नजारा यो चाहिँ है थोकुम भ्यालीबाट अहिले पनि दामी देखिरहेको छ हेर्नुहोस् वेदर यहाँनिर हो यति नजिक देखिरहेको छ अहिले पनि टुरिस्टहरू चाहिँ यहाँ छ मेरो हामी चाहिँ दुईटा गाडी हो आज यहाँ अनि एउटा गाडी चाहिँ यहाँबाट आउँदैछ फेरि मेरो गेस्टहरू चाहिँ अर्जेन्टिनाको जर्सी ल्याएर चाहिँ भिडियो पिक्चर पुरा खिच्दैछ हो यस्तो देखिरहेको छ नि त देख्नु पनि यहाँनिर हो बेलुकाको नजारा हो यो चाहिँ अहिले तपाईँको 4 बजी हो यहाँ अब चाहिँ हामी यहाँबाट फर्केर चाहिँ सनसेटको लागि जाने सन यस्तो भइरहेको छ सनसेट हुन आल्थ्यो हो अहिले चाहिँ हामी थकुम भ्यालीबाट फर्केर आइपुग्यो यहाँनिर सनसेट हेर्नको लागि यता कञ्चनजङ्घाहरू चाहिँ यस्तो भइरहेको छ अनि यहाँनिर चाहिँ जुन पनि आइरहेको छ मजाले हेर्नुहोस् होला यहाँनिर हो उता हेरेर के सनसेटको लागि रेडी 1 2 3 गो अहिले चाहिँ हामी सन्दकपुरबाट फर्केर टङ्ग्लुमा आइसकेको छ अनि हाम्रो गेस्ट चाहिँ फेरि यहाँनिर एउटा रिफ्लेक्सन हेर्ने टङ्ग्लुबाट भनेर चाहिँ रिफ्लेक्सन पाउँछ नि त तर अहिले चाहिँ अलिकति चान्सेस कम्ती छ किनभने वेदर खराब भइरहेको छ अनि हाम्रो गेस्टहरू चाहिँ झर्दैछ गाडीबाटै हो यस्तो छ र अहिले चाहिँ हामीले यो हाम्रो गेस्टहरूलाई चाहिँ यहाँनिर छोडिराखेको है उनीहरू चाहिँ आज यहीँ बस्छ अनि यहाँ चाहिँ उनीहरूलाई भोलि अर्को गाडीले ल्याउनु आउँछ यहाँनिर पिकअप गर्नु है यो होमस्टेमा छ यो भाइको होमस्टेमा यो यसमा है अनि यो चाहिँ चित्रेको हक नेस्ट हो है अनि तपाईँलाई म उताबाट पनि हक नेस्टको नजारा देखाउनेवाला छु हक नेस्ट यहाँ हेर्नुहोस् होला है मुखैमा लेख देख्छ हक नेस्ट नि यहाँ हेर्नुहोस् चराले अन्डा ओथ्राइरहेको छ यहाँ चाहिँ यहाँको नजारा चाहिँ यस्तो छ है चट्टक्कसँगले सुगाज अहिले चाहिँ म फेरि थकुम भ्याली जाँदैछु मेरो अर्को केस लगेर अर्को केसलाई ड्रप गरेर है माथिको वेदर के कस्तो रहेछ त्यो चाहिँ तपाईँहरूलाई फेरि म देखाउनेछु है त र अहिले चाहिँ म थकुम भ्याली आइपुगिसकेँ है र तपाईँहरूलाई मैले बिचको कहीँ नदेखाएँ मैले सिधै थकुम भ्यालीको नजारा देखाउँदैछु अनि यहाँ धेरैजनाले मलाई मेसेन्जरमा सोध्नुहुन्छ नि त आजको यसपालिको वेदर के छ कसो छ भनेर अनि आज चाहिँ यो तपाईँको
डिसेम्बर 6 तारिकको वेदर हो। एकदमै दामी छ है। थकुम भ्यालीसम्म म पुगिसकेँ। अब अहिले एकदमै दामी छ। हेर्नुहोस् है, एकदम कञ्चनजङ्घाहरू टक्कै देखिरहेको तपाईँलाई होइन। मजाको यो थकुम भ्याली चाहिँ जुन चाहिँ यो म जाँदै गरेको चाहिँ रोड चाहिँ तपाईँलाई यो कस्तो भने, यो रोडलाई चाहिँ कति प्रायले रोलर कोस्टर रोड भन्छ है। उकालो ओह्रालो हुँदा हामी चौरै चौर भएर जानुपर्छ यो बाटो। मजाको बाटो छ। हेर्नुहोस् है, तपाईँहरू कतिजनाले डिसेम्बर इन्चमा मौसम कस्तो हुन्छ भनेर सोधिरहनु भएको छ होइन। अनि कतिजनाले हिउँ पर्छ कि पर्दैन, अब त्यो चाहिँ कस्तो हुन्छ भने वेदर चाहिँ अब अहिले चाहिँ खासमा हो भने डिसेम्बर महिनामा चाहिँ हिउँ पर्ने सिजन हो। तर खासमा चाहिँ एक्चुअली भन्नुपर्दा चाहिँ 25 डिसेम्बरदेखि चाहिँ तपाईँको यहाँनिर हिउँको सिजन छ है। तर पनि यसपालिको डिसेम्बर महिना चाहिँ यस्तो दामी वेदर भइरहेको छ। तपाईँहरू आउनु प्लान बनाइराख्नु भएको छ कतिजनाले, मलाई सोधिरहनु भएको छ है। र हजुरहरूको लागि पनि मैले यो भनिरहेको छु, वेदर एकदम दामी छ। एभरेस्टहरू मजाले खुलिरहेको छ यहाँनिर यो। र अब डिसेम्बर इन्डमा चाहिँ कस्तो हुन्छ भनेर पनि सोध्दै हुन्छ। त्यति बेला चाहिँ अब हामीले भन्न सक्दैन किनभने वेदर पुरा हो है। कति बेला पनि के हुनसक्छ। अनि यो पर देख्दै गएको चाहिँ याक होमस्टे हो। अनि मेरो गेस्ट पनि आज यहीँनिर बस्छ। यहीँनिर लगेर जाँदैछु मैले मेरो गेस्टलाई चाहिँ होइन। अनि जुन चाहिँ मैले हिजोको गेस्टहरू छोडेर चाहिँ आज फेरि जस्तो माने भन्ने पुगेँ त्यस्तै मैले अर्को गेस्ट पिकअप गरेर चाहिँ आएको। फेरि सिधै थकुम भ्याली आउँदैछ अहिले जाँदैछु होइन। थकुम भ्यालीमा चाहिँ उहाँहरूको बुकिङ रहेछ नि त। अनि त्यसले गर्दा चाहिँ म थकुम भ्याली नै जाँदैछु अहिले है। थकुम भ्याली पुग्नु आँटिसकेँ म अब। अनि याक होमस्टेमा चाहिँ उनीहरूको बुकिङ रहेछ। यति बेला आउनु भने चाहिँ तपाईँहरूको पैसा पनि असुल हुन्छ है। फाइनली अहिले चाहिँ म याक होमस्टे पुगेँ। अनि यहाँनिर 10 पिजहरू पनि भइसकेको रहेछ हाम्रो गेस्टको लागि होला सायद है। अनि अब मेरो गेस्टहरू चाहिँ यहाँनिर गाडीबाट झर्दैछ। अनि उहाँको साथीहरू पनि त्यहाँ रहेछ है गेस्टहरू। अनि उहाँहरू चाहिँ भोलि यहाँबाट फेरि ट्रेकिङ गरेर फालुट जाने रहेछ है। अब चाहिँ म उनीहरूलाई छोडेर फर्किन आँटेको। र फर्किँदै अझै चाहिँ म एकदमै ढिलो पनि भएँ। अनि यो चाहिँ म माने भन्ज्याङ आइपुग्न आँटेँ। यस्तो भइरहेको छ टक्कै यो बेलुकाको टाइम चाहिँ।